अब सपना छैन टाढा नजिक आउँदैछ भविष्य खोज्ने मनले क्रेटा इभी पाउँदैछ साथ विश्वासिलो यात्रा आरामदायक यही हो हाम्रो रोजाइ यही छ साह्रै लायक क्रेटा इभी Hyundai Creta Electric, undisputed, ultimate, now electric. म यो अनेरै भनिदिन्छु हैन निराकार दाइले मलाई एकसोक भन्नुभएको थियो जुन कुराले गर्दा चाहिँ मेरो मन छोको थियो कि हैन पहिलो थोक त हजुरहरूले परासीमा नेपालको पहिलो गाडी असेम्बल गर्ने प्लान बनाउनु भयो हैन त्यो पहिलो थोक त्यो मलाई त्यतिखेरै एकदमै गजबकै कुरा लाग्यो हैन कसैले चाहिँ आँट गर्यो भनेर हैन मोटरसाइकल छन् सबै थोक छन् गाडी पहिलो भयो दाइले एकसोक भन्नुभएको थियो जुन कुरा म कहिल्यै बिर्सिन्न हैन जुन चाहिँ दाइले यो मलाई नेपालीमै भन्नुभएको थियो जस्तो लाग्छ हैन हामी च्याटमा कुरा गर्दै थियौँ आई वान्ट यु टु बी अ पार्ट अफ द फ्यामिली लक्ष्मी हुन्डाई ग्रुप हैन त्यो एक हिसाबले भन्दाखेरि त्यो फिलिङ मनपर्छ कि मान्छेलाई एउटा मान्छेलाई के मनपर्छ भन्दाखेरि तिमी चाहिँ एउटा मात्र रहेनौ आऊ बी अ पार्ट अफ द फ्यामिली हैन भन्ने कुरा त्यो हो नि त हैन बी सबैले खोजेको त हामी एज अ होल नेपाली हो नि त हैन राइट हामी सबै मिलेर चाहिँ हैन धेरै ठाउँमा चाहिँ बिजनेस गरौँ धेरै ठाउँमा चाहिँ फस्ट्यौँ धेरै ठाउँमा चाहिँ फैल्यौँ भन्ने त त्यही एउटा कलेक्टिभ एफर्ट चाहिँ हैन एउटा लिडरसिपबाट आइदियो भने एउटा लिडरसिपबाट हैन र मेजोरिटी लिडरसिपले कलेक्टिभली यो भन्यो भने त्यसको लागि लिडर एकजना खोज्या हो फर्स्टमा हामीले त्यही त्यो कुरा आएन भन्ने कुरा हाम्रो गुनासो सबैको हो त्यो कुरा सुन्दाखेरि सबैलाई मन पनि पर्छ कि द्याट्स वान अफ द रिजन्स वाइ आई डिसाइडेड टु डु थिङ्स विथ लक्ष्मी हुन्डाई ग्रुप होइन मैले हुन्डाईको पाटो भने कि होइन निराकार दाइको त्यो एउटा लाइनले मलाई एकदम मन छुवायो कि होइन त्यो सबैलाई मन छुने कुरा त त्यो लिडरसिप चाहिँ किन यत्रो भर्छ क्या त अघि नै हामीले कुरा गऱ्यौँ दाइले नै 12-15वटा चेन्ज देखिसक्नु हो भनेर भन्नुभयो होइन त्यो लिडरसिपको चाहिँ किन कमी भयो कि कहाँ गएर चाहिँ हामी चुक्यौँ कि त हाम्रो चुकेको चाहिँ कस्तो जस्तो लाग्छ भने एजुकेसनै हो जस्तो लाग्छ कि हाम्रो सबभन्दा पहिलो कुरो एजुकेसन चाहिँ छ नि नै हामी कमजोर भयो जस्तो लाग्छ कि हाम्रो जस्तो एजुकेसनमा हामीले जुन किसिममा चाहिँ एउटा चेन्ज ल्याउने किसिममा नेतृत्व उन्मुख बनाउने किसिममा चाहिँ नि बनाउने कुराहरू चाहिँ नि त्यसमा चाहिँ केही पनि परेन जस्तो लाग्छ कि जस्तो अब मैले यसो सम्झन्छु मैले के पढेर आएँ त भनेर भन्यो भने रामबाण वनवास गएको होइन अनि त्यो चाहिँ त्यसको चाहिँ कविता थियो मलाई अहिले पनि सम्झन्छु कि त्यो एउटा चाहिँ स्ट्यान्जा सम्झन्छु कि म भनौँ है प्लिज रामले वन गई मुनि भेष धर्नु यही भरतले बसी राज्य गर्नु भन्या पिताको जब सुन्न पाएँ आज्ञा उसैले वन जान आयो यो कुन बेलाको सिनारियो थियो भने नि राम वन गइसकेका थियो भरतले रामलाई वनमा के अरे वनमा गएर फर्काउन खोजिरहेको थियो त्यो बेलाको इन्सिडेन्टमा त्यो भनेको कविता थियो कि होइन म सम्झन्छु अर्को कुरा म भन्छु म त पोखरामा पढेको तीन कक्षा पास गरेर क्लास 1 पढ्न आएको काठमाडौँमा म चेन्जको कुरा गर्दैछु है तपाईँलाई अनि त्यो बेला पहिलो दिनमा चाहिँ एउटा ब्ल्याक बोर्ड थियो एउटा लेडी टिचर हुनुहुन्थ्यो म त्यो म्यामको नाम पनि सिसम म्याम हो होइन नाम सम्झन्छु त्यहाँ चाहिँ नि मलाई फर्स्ट चाहिँ बेन्चमा राखियो अब पोखरामा भए पहिलो उसमा भन्ने हुन्थ्यो होइन अनि पोखरामा चाहिँ पढ्दाखेरि फेरि हाम्रो उस थिएन के अरे बेन्च पनि थिएन हामी चाहिँ बोरामा बसेर पढ्थ्यौँ घरबाट बोरा बोकेर जान्थ्यौँ बोरामा पढ्नु पर्थ्यो है मैले सिनारियो भनेको आफ्नो पनि चेन्जेस कहाँनिर छ भनेर म तपाईँहरूले अनि त्यो पहिलो दिनको क्लासमा चाहिँ नि होइन क्लास भयो त्यहाँदेखि कक्षा 3 पास गरेर कक्षा 4 को किताब किनेको थिएँ त्यो किताब थियो चाहिँ A4 एप्पल B4 बल थियो किताब किनेको थिएँ मलाई थाहा छ अङ्ग्रेजी भनेर चाहिँ किताब थियो त्यसमा चाहिँ A4 एप्पल B4 बल थियो त्योभन्दा अगाडि मैले इङ्ग्लिस चाहिँ नि उसमा चाहिँ पढेको थिइनँ होइन र अनि त्यहाँ चाहिँ पहिलो दिनमा के थियो भने ब्ल्याक बोर्डमा त्यो टिचर आउनुभयो उहाँले चाहिँ नि ड्र गर्नुभयो अब मैले उहाँले चाहिँ नि चकले चाहिँ नि कोर्नु भयो भन्थ्यो होला होइन त्यहाँ भए त्यो भन्नु पर्थ्यो अब ड्र गर्नुभयो भन्नु पऱ्यो होइन म त बोर्डिङ स्कुलमा पढ्न आएको छु नि ड्र गर्नुभयो उहाँले चाहिँ होइन टेबल बनाउनु भयो होइन टेबलमाथि चाहिँ किताब बुक थियो मुनि चाहिँ
क्याट थियो बिरालो थियो अनि उहाँले भन्नुभयो द बुक इज अन द टेबल द क्याट इज अन्डर द टेबल मैले के बुझेँ त्यो चित्र हेरेर बुझिरहेको थिएँ होइन मलाई क्लास 3मा साइन्सको पहिलो पिरियड थियो क्लास 3 पुगेपछि चाहिँ एउटा याद छ मलाई अहिले पनि त्यो हाम्रो लेडी टिचरले चिच्याएर चाहिँ सुरु गर्नुभएको थियो इन द ओल्डेन डेज म्यान थट द्याट अर्थ वाज फ्ल्याट आई रिमेम्बर द्याट त्यसैले सानोमा पढिएको चाहिँ धेरै सम्झिन्छ क्या यो त्यसले एजुकेसनमा छ नि हामीलाई चाहिँ त्यो त्यसरी किसिममा कहिले पनि ग्रुम गरेर ल्याएन जस्तो लाग्छ कि हाम्रो शिक्षाको चाहिँ कमजोरी धेरै ठुलो छ हिजो चाहिँ नि त्यस्तै राजनीति पञ्चायतकाल थियो राजनीतिका कुराहरू चाहिँ पढाउँथ्यो होइन तर सिप एउटा चाहिँ नि के भन्छ कन्फिडेन्स लिडरसिप यो कुराहरू सिकाएरै ल्याएन जस्तो लाग्छ कि मलाई दाइलाई म एउटा इक्जाम्पल दिन्छु ल म 2 दिन अगाडि बसन्तपुर गएको थिएँ त्यो बसन्तपुरमा हजुरले कहिले चिया पिउनु भएको छ होइन त्यहाँ त्यो पाउँछ नि अहिले 20 रुपियाँ धेरै वर्ष भयो तर धेरै अगाडिको कुरा हो धेरै अगाडि गएको थिएँ मैले पिउँदाखेरि लगभग 8 रुपियाँ थियो कलेज टाइममा आज 20 रुपियाँ पुगेको रहेछ हजुरले पिउँदाखेरि प्रब्लम 1 रुपियाँ अरेन्ज बल 4 रुपियाँमा के अरे 1 रुपियाँमा 4टा आउँथ्यो होइन त्यो टाइममा होइन एक कप चिया पिएको थिएँ मैले कालो चिया छेउमा चाहिँ 1-2जना दिदीहरू बसिरहनु भएको छ दाजु बसिरहनु भएको रहेछ एउटा किताब पल्टाउँदै हुनुहुन्थ्यो होइन अनि मैले अलिक खुल्दुली भयो मैले सोधेँ के किताब हो भनेर सोधेँ यो चाहिँ बच्चाहरूलाई पढाउने हो होइन मैले एकदम डिटेलमा चाहिँ गएन बच्चाहरूलाई पढाउने किताब भनेर उहाँले मलाई देखाउनु भयो त्यही हजुरले भने जस्तै बिरालोको तस्बिर थियो ट्रायङ्गल थियो बल थियो ट्रायङ्गललाई यसलाई ट्रायङ्गल यो बल यो क्याट यो किताब सबभन्दा अगाडि पान्नामा पल्टाइसकेपछि 2टा हो कि 3टा एनजिओको चाहिँ त्यसमा चाहिँ लोगो थियो अनि यो एनजिओ चाहिँ किन यहाँ भनेर भन्दाखेरि यो उनीहरूले गर्ने हो भनेर भनिसकेपछि चाहिँ मैले यसो सोचेँ ओके सो अहिले पनि हामीले 100% नेपाल सरकारले होल हार्टेडली गर्न सकेका छैन रहेछ भन्ने मैले अलिकति बुझेँ त्यसपछि त एनजिओ पनि आइएनजिओ पनि होला यसमा उनीहरूले पनि सिकाउँदै होला नि थपथाप गर्दै होला नि हाम्रो नपुगेर त थपथाप गरे होला नि त नभए त हाम्रो मात्र पुगेको भए त एडुकेसन सिस्टम 100% किन चाहिँ अरू आएर चाहिँ यसमा थपथाप गर्छ होला त किताबमा भन्ने चाहिँ मलाई लाग्यो भनेपछि हजुरले भने जस्तै हामी 100% एडुकेसनमा चाहिँ सेल्फ सस्टेन हुनु पर्यो र एडुकेसनलाई अपलिफ्ट गर्नु पर्यो त्यही होइन त त्यही हो सो कन्फिडेन्स डेभलप हुनु क्या एभ्री पिपलमा छ नि त्यो उस हुनु पऱ्यो कि जिन त छैन भन्न मिल्दैन नि जिनमा त छैन भन्न मिल्दैन नि त्यो त म मान्दिनँ होइन तर चाहिँ के भन्छ हामीले त्यसलाई इन्भाइरोमेन्ट बनाएर ल्याउनु पऱ्यो एजुकेसनबाट लिएर आउनु पऱ्यो कि मान्छेलाई चाहिँ नि सबै चाहिँ त्यो नेतृत्व लिने त्यो सोच ल्याउने सोच चेन्ज ल्याउनु पऱ्यो अर्को कुरा चाहिँ कस्तो भने नि हाम्रो सोसाइटीमा अलिकति नेगेटिभिटी छ जस्तो लाग्छ कि मलाई धेरै नै छ यो नेगेटिभिटी चाहिँ नि हामीले हटाउनुपर्छ यो केबाट हटाउने हो बच्चैदेखि नै यो एजुकेसनबाट कहाँबाट हटाएर ल्याउने नेगेटिभिटी चाहिँ हटाउनु पऱ्यो कि त्यो एउटा चाहिँ नेगेटिभिटी चाहिँ हामीसँग यो सधैँ हामीलाई चाहिँ त्यो छ अरे त्यो के भन्छ त्यो क्लाउड छ क्या हामीलाई त्यो क्लाउड चाहिँ नेगेटिभिटीको क्लाउड चाहिँ नि हामीले यो देश समाजबाट नै हटाउनु पर्ने भएको छ कि तपाईले हाम्रो क्लिप एकदमै एन्जोय गर्नुभयो होला अब पुरै भिडियो हेर्नको लागि चाहिँ युट्युबमा सब्स्क्राइब गर्न नबिर्सिनु होला